आज एउटा खुसीको दिन, बलिदानको स्मरण गर्ने, सङ्घर्षको स्मरण गर्ने र सफलताको उत्सव मनाउने दिन। राजालाई जनताले शान्तिपूर्ण आन्दोलनबाट पराजित गरेर आफूलाई आफ्ना अधिकारहरू फिर्ता लिएर आफूलाई सार्वभौम बनाएको। त्यसै कारण आज उत्सवको रूपमा, विजय उत्सवको रूपमा, युवाहरूको एउटा चाडको रूपमा कन्सर्ट सहित मनाउने आयोजना भएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस अवसरमा यो खुसी सबैसँग, यो सम्पूर्ण नेपालीको खुसी सबैसँग सेयर गर्न चाहन्छु। हामीले सदियौं होइन हजारौं वर्षसम्म अधिकारविहीन भएर रहनु पर्यो। 240 वर्ष पछिल्लो समयमा पनि राजशाहीको दमनतन्त्रमा सहेर बस्नु। विभिन्न प्रकारका शक्तिहरू हामीसँग भयभीत भएका छन् र धेरै पछि हरेक प्रकारका प्राप्ति एउटा हरेक कुरामा हरेक दिन सरकार जान्छ भनेर भन्न थालेको छ। लोकतन्त्रमा सरकार लामो समयलाई भन्दा कति समयका लागि भन्छ? 5 वर्षका लागि। अनि यो धनशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि 50 वर्षका लागि कसैको वंशको शासन हुन्छ, 100 वर्षका लागि हुन्छ, 250 वर्षका लागि हुन्छ, 104 वर्षका लागि हुन्छ भने जस्तो हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो, गतिशीलताको स्थिरता हो, जनताको अभिमत सहितको स्थिरता हो। यति बेला नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्प सार बनेको सरकार हो। यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो र यसले केही स्थिरता र स्थायित्व त्यही लिएर अगाडि बढिरहेको छ। सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्दछ। त्यसै कारण नेकपा एमाले सरकार बनाऊ सरकार बचाऊ भनेर